हेलो नमस्ते। आज भने हामी एउटा गाउँको कफी फार्म भिजिटको लागि गइरहेछौँ। आजको हाम्रो यात्रा एकदम रोमान्टिक रमाइलो हुनेछ। आउनुहोस् भिडियोलाई पुरै हेरेर साथ दिनुहोला है त। बेचिसक्यो यान्त्रिक अब हुनु लाग्यो यो राति कसरी केजी बिक्छ यो? बेचिसक्यो यान्त्रिक अब हुनु लाग्यो यो राति यो चाहिँ त्यसलाई तासेर बनाएको हो त। हजुर यो चाहिँ सुकिसक्यो होइन त अब? यो चाहिँ सुकिसक्यो कसरी केजी बिक्छ यो पार्चमेन्ट चाहिँ? यो 650 हो 650 रुपियाँ। कति बिरुवा रोप्नु भएको छ यहाँ जम्मा कफी? बिरुवा छ निकै नै कति जस्तो? 100-150 ग्राम 100-150? खाँदै धेरै होला नि। 100-150मा वर्षमा कति फल्छ नि? 10 क्विन्टल फलेको बेलामा अब 5-7 क्विन्टल त्यस्तै फल्छ। कोही बेला फल्छ, कोही साल फल्छन्, कोही बेला फल्दैनन्। पुरानो झ्याङ हुँदै गएपछि मौसम त कोही हप्दै गयो कोड लगाएको। यो फार्म हाउस चाहिँ तपाईँले चलाउनु भएको? हजुर यहाँ कुखुराहरू गाईहरू कुखुराहरू गाईहरू बाख्राहरू यो चाहिँ तपाईँले पाल्नु भएको छ यहाँ? हजुर कम्पनीकै निकै चढ्छ होला एक केजीमा नि यो। कम्पनीको चाहिँ हो? कम्पनी हो ए तपाईँ चाहिँ काम गर्नुहुन्छ? अब यसलाई फेरि बनाएर मात्रै कफी ढुक्क बनिन्छ होला है। हजुर यो अब फेरि विराटनगरमा यो बन्छ। अब बार बिरुवा हेर्ने चाहिँ अर्कै म्यानेजर छन् अब कफीको लागि चाहिँ। यहाँ चाहिँ तपाईँहरू बस्नुहुन्छ हजुर घर? घर यो परको यस्तो टाढा हो। हो त्यस्तै हो त्यो नेचुरल हो यो चाहिँ। यो कफी चाहिँ हजुर यो चाहिँ कस्तो भुइँमा झरेको हो कि यो? भुइँमा झरेको होइन यो नेचुरल यस्तै बनाएको। ए बनाएकै यस्तै? हजुर अब यो चाहिँ उता गएपछि कम्पनीमा गएपछि यो यसलाई चाहिँ कसरी बनाउने? यस्तै फ्याक्ट्री मिलबाट पेलेर निकाल्छ। होइन यो चाहिँ अहिले सिधै बोर्डर टिपेर लिएर सुकाएको हो। सिधै होइन यो चाहिँ 4-5 दिन हप्ता दिन जस्तो राखिन्छ होइन। पानीमा यो पुरा लगाएर ए भिजाएर राख्ने? भिजाएर अनि निकालेर सुकाएको। कहाँ छ त्यो मेसिनहरू त? यो भइरहेको होइन मेसिनहरू पनि छ। त्यो पल्पिङ मेसिन होला होइन? त्यो सानो मिल जस्तो हुन्छ। यो कुखुराहरू पनि निकै भएछ है। कसरी छ कुखुरा? यो भित्र चाहिँ कफीको बिरुवा हो है। हजुर यो कफीको बिरुवा तपाईँहरू बिरुवा पनि बेच्नुहुन्छ? बिरुवा कम्पनीले बेच्छन्, बहिरा लान्छन् उता भर्खर बिहाएछ के पायो? हजुर नयाँ कोटतिर बाछी बाछी पायो कि बाछी बाछा पायो? बाछी आज बिहाको कहिले हो? भर्खर बिहाएको। मल त निकै मरम बनाउनु हुँदो रहेछ नि त कफीलाई होइन? यही नै यो मलहरू भेला पाऱ्यो अनि लगेर कफीमा लगाइदियो होइन? 40 भन्छन्। 40 रुपियाँ गोटा बिक्छ यो बिरुवा चाहिँ है? 40 रुपियाँ गोटा हजुर। अब यो सालको लागि रोप्न तयारी गरेको होला। कति बिरुवा राख्नु भएको छ? बिरुवा छ ए यति नै हो? उतापट्टि पनि छ, ए अर्कोपट्टि पनि छ? 3 ठाउँ छन्। ए यस्तो 3टा छ? हजुर यहाँ चाहिँ अलिक ठुलो होला। उस्तै हो जस्तै हो। छन् बार बिरुवाहरू। तपाईँले काम गर्नुभएको चाहिँ कति भयो यहाँ? यहाँ भएको 2 वर्ष। ए घर चाहिँ कहाँनिर हो तपाईँको? मेरो यहीँ पारी स्याङ्रुम्बा। साङरुम्बा। ए कफीको सबै अनुभव छ तपाईँलाई? कसरी काम गर्ने यहाँ, कसरी बिरुवा रोप्ने गोड्ने? छन्। यो अलिक ठुलो भइसकेको छ रोप्नु। बिक्रीको लागि रेडी भयो है अब। अब यो जेठ असारबाट बिक्री हुन्छन् होइन यिनीहरू चाहिँ। अब जेठबाट यो फल थाल्छ है रोपेको यो। 3 वर्षपछि 3 वर्ष हजुर। लाग्छ है फल। ठ्याक्कै 3 वर्ष रोपेको 3 वर्षपछि चाहिँ बटाबट फल्न थाल्छ। कति वर्षसम्म फलिरहेछ?
यो हुन्छ 8-10 वर्ष फलिरहेको 15-16 वर्षसम्म नै राम्रो फल्छ। अब 8-10 वर्ष त यो भइसक्यो होइन। स्याहारहरू गरिरह्यो भने अब लामो समय पनि टिक्छ होला होइन। हजुर यो 8-10 वर्ष भइसक्यो यस्तो छ। नर्मली 10-15 वर्ष त थाम्छ होला बिरुवाले। 10 वर्ष चाहिँ राम्रो फल्छन्। 10 वर्ष मजाले फल्छ। बिरुवा जति पुरानो हुँदै गयो त्यति धेरै फल दिने भन्ने हुन्छ नि त होइन, ठुलो जागिएपछि। काम गर्ने अब बैराको रोप्ने यताउता गर्ने चाहिँ अब बैराबाट लाउँछौँ। अनि यहाँ काम गर्ने रेखदेख गर्ने यताउता गर्ने चाहिँ 2 जना। रेगुलर काम गर्ने चाहिँ 2 जना। 2 जना। अरूलाई चाहिँ सिजनमा चाहिँ पैसा दिएर हजुर पैसा दिँदै। अनि रोज चाहिँ कति दिनुहुन्छ एक दिनको? 530 छ। 530 रुपियाँ हजुर एक दिनको। हजुर। कति घन्टा काम गर्नु 530 रुपियाँमा चाहिँ? 10:30बाट ठ्याक्कै 4:30 सम्म। 10:30 देखि 4:30 सम्म। खाजा खाइन्छ। अनि यो गाई नै पाल्नु भएको रहेछ विशेष गरी यहाँ। गाईको मल चाहिँ राम्रो कफीलाई कि? यो कफीलाई चाहिँ राम्रो गाईको मल, गोबर बाख्राको। अब भैँसीको भन्दा नि गाईको चाहिँ राम्रो? भैँसी गाईकै राम्रो हो गोबरमा चाहिँ। भैँसीको नि राम्रो। हजुर। तर अब यति भएपछि मल पनि उत्पादन भयो, मल पनि भयो, अलिअलि दुध पनि उत्पादन भयो। दुध पनि भयो। कुखुराको भाले त धेरैवटा देख्दै थिएँ म अघि। तपाईँकोमा कुखुराको भाले किन्न आउनुपर्ने रहेछ है? पाइन्छ नि होइन? जति पाइन्छ कुखुरा भाले अहिले पनि छ धेरै बेच्नेमा? छन्। उहाँले कुखुराको भाले बिक्रीमा छ भनेर भनेपछि हामीले एउटा भाले किन्नको लागि माग्यौँ र हामीलाई भोक पनि लागिसकेको थियो र कुखुरालाई त्यहीँ बनाएर खाजा खाने योजना गऱ्यौँ। देख्दै थिएँ उता यहाँ हामी पहिला चाहिँ घर जाने थियौँ। अहिले मेरो घरको श्रीमती उता बजार गइरहेछ। त्यसले गर्दाखेरि म एक्लै छु अहिले चाहिँ। बसे चाहिँ एक्लै। एक्लै बस्नुहुन्छ? हजुर एक्लै। गोरु हेर्ने दाइ चाहिँ ऊ चाहिँ यहाँ माथि उसको घर यहाँ माथि डाँडामा छन्। तपाईँलाई चाहिँ तलब दिएको छ? तलब दिएछ। महिनाको कति तलब दिन्छ? महिनाको 15,000 छ। हजुर हजुर। नेट चाहिँ 15,000 दिन्छन्। हजुर। अनि बाख्राहरू चाहिँ तपाईँ आफ्नो व्यक्तिगत हो कि यो कम्पनीकै हो यो? तपाईँले चाहिँ यहाँ हेरचाह गर्ने मात्रै हो? हेरचाह गर्ने। कति छन् बाख्रा चाहिँ? बाख्रा कोही बेला 30-40वटा हुन्छ, कोही बेला अब अहिले चाहिँ 20-22वटा छन्। दिनभरि चरनमा छोडिदिनुहुन्छ होला? चरनमा अब बेलुका यसो घाँस लाग्यो त्यस्तै। रुख चढ्छ है क्या हो बाख्रा त? माथि माथि अलिअलि चढ्छ नि त हो। यो बानी भएको त रुखमा जान्छन्। अनि यहाँको साउजी चाहिँ कहिले कहिले आउनुहुन्छ? यहाँ भर्खर जानुभएको छ साउजी। अब जेठ 1-2 गते आइपुग्नुहुन्छ फेरि। बगानेहरू हो नि त एकचोटि बगाने। अब कफी फुल्नलाई लगभग सुरसार गर्दै रहेछ होइन? कफी फुल्नलाई सुरसार भयो। अब फल्न कति वर्ष भयो रोप्नु भएको? कति वर्ष बिरुवा हुन्? यो 8-10 वर्षै भयो भनौँ न। यो रोपिसकेर अब 10 वर्ष भयो। 10 वर्ष भयो। यो बिरुवा रोपेको 10 वर्ष भइसक्यो है? हजुर 10 वर्ष भइसक्यो। वर्षको 10 क्विन्टल आम्दानी चाहिँ दिइरहेछ अहिले? आम्दानी अब त्यस्तै हो। फलेको साल अब कुनै साल फल्छन्, कुनै साल फल्दैन। हजुर। 8-10 क्विन्टल चाहिँ भइरहन्छ। यहाँ चाहिँ विशेष गरी के बिरुवा रोप्नु भएको छ कफीबारीभित्र चाहिँ? कफीबारीभित्र यस्तै बार बिरुवा भनेको चाहिँ अब एप्पल काँडाहरू। के भन्नुभयो? एभोकाडो? एभोकाडोहरू। यो एभोकाडो। हजुर। अनि यस्तै कटहरहरू। कटहर पनि छ? हजुर छन्, अलिक पर छ। हजुर। यो सानो पात गरेको चाहिँ के अरे यो चाहिँ? यो सानो पात गरेको चाहिँ बकाइनो? बकाइनोहरू यिनीहरू चाहिँ बकाइनो। यसो बाख्रालाई घाँस। अरू चाहिँ उत्तिस पनि रहेछन् होइन? उत्तिसहरू पनि छन्। बाख्रालाई घाँस पनि लाउनु भएको? बाख्रालाई घाँस। बाख्रालाई होइन, यो त यसो कफीको लागि शीतल छारी भनौँ न। खान्छ घाँस? हजुर हजुर। कम्पनीको मान्छेले चाहिँ आफै उहाँ लगेर आफै उत्पादन गर्छन्, फेरि कफी बनाउँछन्। हजुर। यो अर्कोलाई बेच्छ, आफै बनाउँछन्? आफै बनाउँछन्। यो उनीहरूले आफै जग्गा किनेका हो कि भाडामा गरे? यो उनीहरूकै हो। किनेकै भन्दा पनि पहिल्यैदेखि पुर्खौली जग्गा थियो। पुर्खौली जग्गा यिनीहरू सबै
यहाँ अब माथि उँभो छन् 3 ठाउँ छन् यता मात्रै निकै लगाएको रहेछ। अँ चियाभन्दा कफी अलि सजिलो नि चियाभन्दा धेरै सजिलो नि है। यस्तै छन् सरहरू कफीहरू। यो दाँत तासेर निकालेको छ यो मिलबाट हुन्छ। सुरुमा चाहिँ यस्तो आउँछ। यहाँ चाहिँ कतिको काम गर्नु? म 6 वर्ष पुरा 7 वर्ष आनन्द छ क्या आएर बस्नु नि। यहाँ एउटा होमस्टे भयो कि होमस्टे यहीँ मास्तिर त छ। तपाईँ चाहिँ यहाँको म्यानेजर? बन्नुपर्ला ए कति जागिर दिनुहुन्छ? जागिर त्यस्तो अब के धेरै भन्दैन, ठिकै छ। यस म्यानेजरको जागिर राम्रै होला होइन? एग्रिगेटमा त्यहीबाट सेलरी सबै आज यसलाई हामी यहाँ व्यवस्था गर्न लागेका छौँ। मर्छ हातले त्यही मर्छ हातले अलिक मुन्तिर माथि चाहिँ गाडमा जान्छ कि मर्दैन। मरिसक्यो? त्यति बाँधेर त मार्नु हुँदैन थियो। ला त्यस्तो त गर्नुहुन्थेन त अनि किन मारेको? यो भनेको ऐ प्राकृतिक नियम हो त सर। तपाईँले यसरी हत्या गर्न मिल्छ र? कहाँ हत्या गरेर ठाडै छ। कुखुरा मार्न पाइन्छ? ऋषि धङ्गलाले मान्छे मार्न पाइन्छ? अघि मरिसक्यो तपाईँ मान्छे डेन्जर। बोलु न अब थाक्यो होला हौ तिमी यहाँ के थाहा पिरा दिउँ न सुनलाई यहाँ छ पिरा छ त नि उसको यसमा कस्तो दामी पिरा छ झन् अर्ग्यानिक। सुन सर तपाईँ त यो बास्नाले अगाउनुहुन्छ ल भरे मासु चाहिँ हामी खान्छौँ ल। यो डढाएर सकेपछि पनि दामी हुन्छ नि सर। खुट्टा पखेटा हालो होइन जातै परेछ। यो चाहिँ अब कालिज हो है सर। ए अहिले कालो भयो नि त अघि रातो थियो होइन? कुखुरा हुँदा रातो थियो यो र कालो भएपछि अब यो कालिज भयो। हामीले जङ्गलमा मारेको अनि घरमा ल्याएर पोलेको। घरमा ल्याएर होइन त। अनि तपाईँको परिवारमा चाहिँ को हुनुहुन्छ? मेरो परिवारमा छोरा छोरी हजुर अब बाउ आमा भाइ दाजुभाइ छौँ। ए अनि तपाईँ चाहिँ एक्लै बस्नुहुन्छ यहाँ म चाहिँ एक्लै यो फार्ममा? गाउँमा ए माथि गाउँमा हुनुहुन्छ? गाउँमा ए फार्ममा एक्लै यसो। अनि गाउँमा चाहिँ परिवार चाहिँ के खेती गर्नुहुन्छ? खेतीपाती ए छोराछोरी? छोराछोरी पनि खेतीपाती गर्छन्। ए बाहिर काट्नु हो दाइ? हजुर हुन्छ बाहिर राख्नु फोहोर हुन्छ भित्र दाइ। होइन केही हुँदैन बोराहरू छ कि बोरा ल्याउँछु। बोरा ओछ्याएर उहाँले हामीलाई हेल्प गर्नुहुन्छ नि। तपाईँलाई पनि मजाले आउँदो रहेछ नि त पोल्न। ल बरु कुकमा म लाग्छु है। भिज्यो त भिज्देको? भिडियो
पकाएको हाल्नु हो टमाटर पानी पर्यो है बाहिर आयो आज ठुलो पानी पर्यो यो ढुङ्गा भएको यहीँ जाउँ न यो ढुङ्गा भएकोमा माथिको ठ्याक्कै आउँदो रहेछ क्या तिम्रो यति माथि अनि माथिको आउँछ क्या हो यो सेपमा ठ्याक्कै लु जानु त आउँछ त्यो क्लिप निकालेर भयो गीतमा हौ त्यहाँ ल हल्का यस्तो गरेर यस्तो गरेर दामी आयो निकाल्नु अलिकति हौ न कतै हो पानी परेको नि यहाँ अर्को पानी केही छ हामीसँग हाल्ने भरेर राख्नु होला नि अरू त छैन Look at here. खाऊ आजको कफी फार्म भिजिटिङ कार्यक्रम सके पश्चात अब हामी घरतर्फ लाग्ने तर्खरमा छौँ। आज पानी परेर बाटो हिलो भएको छ, चिप्लो भएको छ, खोलामा ठुलो बाढी आएको छ। अब हामी घरतिर जाने तयारीमा छौँ। भिडियो हेरेर साथ दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद। फेरि पनि अर्को भिडियो लिएर म उपस्थित हुनेछु। आजलाई भने बिदाई चाहन्छु। नमस्ते।